फाइनल्ली रवि लामिछाने बोलेका छन्। रवि लामिछाने किन बोलेनन्, किन मौन भन्ने विभिन्न न्युज पनि आइरहेको थियो। रवि लामिछाने बोलेका छन्। रवि लामिछानेले बोल्न के बोल्यो भन्दाखेरि क्रान्तिका लागि तयार हुनु, दुई दियाको सरकारलाई किन अप्ठ्यारो पार्ने हैन भन्दै आज बोलेका छन्। अब यसै क्रममा अहिले क्रान्तिका लागि तयार त फेरि राजावादी पक्षहरू पनि क्रान्तिका लागि तयारी नै छ। रवि लामिछाने क्रान्तिका लागि तयारी, राजावादी पक्ष तयारी। आज रवि लामिछाने काठमाडौँ जिल्ला अदालतले उनलाई स्वर्णलक्ष्मी सहकारी ठगीको विषयमा 60 लाख धरौटी उनले यो बढी भयो भनेर यसको पुनरावेदन गर्न गएका थिए। तर विशेष गरी बोल्ने कुरामा चाहिँ यो बोलेका छन्। अनि राजावादीहरूको पनि निकै अहिले माहौल बढेको छ। रवि लामिछानेको केही ग्राफ डाउन भएको छ है फेरि यो राजावादीले गर्दाखेरि अथवा के हो, जे होस् जे भए पनि रवि लामिछानेले आज फाइनली यसरी बोलेका छन्। यति मात्रै होइन, ठुलै चेन्ज हुँदैछ, विषम परिस्थिति आउँदैछ जिम्मेवार दलको हिसाबले भन्ने पनि कुरा गरे हो। हुन पनि नेपालकै चौथो ठुलो दल भएको हुनाले जिम्मेवार दल पनि भयो। त्यो हुनाले अब के हुन्छ हेरौँ। तपाईँको अनुमान के छ, अब के होला?